योगेन्द्रजी, यहाँलाई स्वागत छ कार्यक्रम love.com मा। हस्, धन्यवाद। हजुर, कार्यक्रम love.com हामी मायाको विषयमा कुराकानी गर्छौं। सबैभन्दा पहिला माया के रहेछ यहाँको भोगाईमा, छुट्टो मिठो भन्नुपर्दा? माया चाहिँ मेरो भोगाईमा चाहिँ जीवनमा एउटा मियो भन्छ नि। हजुर हजुर। एउटा बीचमा राखेर त्यसको वरिपरि घुम्ने एउटा मियोको रूप दिन्छ। हामी गाउँघरमा त्यो धानको खेतीहरू गरेपछि त्यो धानलाई चाहिँ फेरि एकपल्ट फाइनल त्यो कुट्ने काम गरिन्छ गोरुहरू घुमाएर। त्यो बीचमा राखेको मियोको आधारमा चाहिँ हामी घुमिरहन्छौँ नि, त्यो एउटा आकर्षणको केन्द्र पनि हो। त्यो मियोलाई हेरेर नै हामी जिन्दगी बिताउँछौँ, त्यहीँ वरिपरि घुमिरहन्छौँ जस्तो लाग्छ मलाई चाहिँ। एउटा केन्द्रबिन्दु माया। यहाँको बाल्यकाल कहाँ बितेको? मेरो जन्म झापाको काकरभिटा भन्ने ठाउँमा हो र त्यहीँ म 10 क्लाससम्मको पढाइ पनि मैले त्यहीँ गरेको। बाल्यकाल सबै त्यहीँ बितेको। हजुर, बाल्यकालमा कस्तो स्वभावको हुनुहुन्थ्यो? म अलिकति कान्छो छोरो भएको उसले चाहिँ गर्दा होइन, सबैको माया पाउने, अलिकति चतुर टाइपको, अलिक बाठो हो कि सबैसँग अलिकति माया पाएर हुन्छ नि, कसैसँग नडराउने, अलिक यो धेरै बाठो छ भन्ने खालको कुराहरू गर्नु, त्यस्तो टाइपको थिएँ। हजुर, बाठो हुनुहुन्थ्यो बाल्यकालमा। बदमासीहरू चाहिँ कतिको गर्नुहुन्थ्यो? बदमासी त त्यस्तो साह्रो गर्ने मौका मिलेन होइन। सबै कुरा अब बुवा आमाले भनेको कुरा गरिदिइहाल्नुहुन्थ्यो होइन, त्यसकारण त्यस्तो मौका पनि मिलेन। हजुर, जस्तो अब बाल्यकालमा कुनै स्पेसल डेहरू केही भएको बेलामा आफूले साथीभाइसँग गरेको कुनै अविस्मरणीय त्यस्तो पलहरू याद छ यहाँलाई? यस्तो छ, म एकपल्ट इन्डियाको उडिसा भन्ने ठाउँमा म स्काउट पनि थिएँ। त्यतिखेर बुवा आमाले मलाई स्काउटको एउटा सदस्यमा छनौट हुँदाखेरि चाहिँ मलाई त्यतिखेर म नृत्य पनि गर्थेँ होइन। छनौटमा परेर म चाहिँ उडिसा जाने मौका पाएको थिएँ। त्यतिखेर त्यो बेलाको 4-5 हजार रुपियाँ खर्च दिएर पठाउनु भएको थियो मलाई। अनि उहाँ घुम्ने क्रममै मेरो पर्सै हराएछ क्या। पुरै पैसाको? पुरै पैसाको। म एकदम जिरो भएको अवस्था। त्यतिखेर चाहिँ निकै डर लागेको थियो। तर त्यतिखेर एउटा साथीले मलाई एकदमै हेल्प गर्नुभयो। उहाँ अहिले काकरभिट्टामा राम्रो एउटा व्यक्तिको रूपमा चिनिनुहुन्छ, दुर्गा बहादुर लुइटेल। कलेजहरूमा पढाउनुहुन्छ, विभिन्न सङ्घ संस्थामा आबद्ध पनि हुनुहुन्छ। उहाँले हेल्प गरेर त्यस पछाडि हामी यति मित्र भयौँ, अहिलेसम्म पनि उहाँसँग अहिले मित्रता एकदम निरन्तर छ। हजुर, जस्तो बाल्यकालमा हरेक सानो सानो बच्चाहरूलाई के बन्ने बाबु भन्दा डक्टर बन्ने, इन्जिनियर बन्ने भन्ने खालको कुरा धेरै आउँछ होइन। सो यहाँको सपना के थियो? योगेन्द्र उपाध्यायको सपना के थियो बाल्यकालमा बन्ने? अनि यहाँको फ्यामिलीले चाहिँ छोरा के बनोस् भन्ने चाहनुहुन्थ्यो? अब सामान्य परिवारमा जन्मेको बालक होइन, अब सबैले त्यही डक्टर इन्जिनियर त भन्ने चलन थियो। तर मलाई चाहिँ कता कता म गायक हुन्छु साइडमा, डक्टर भए पनि होइन अथवा इन्जिनियर भए पनि त्यसलाई छोडेर भनिरहन्थ्यो, तर साइडमा म गायक पनि हुन्छु भन्ने खालको मनभित्र चाहिँ एउटा सानो बिउ चाहिँ थियो त्यतिखेर। उहाँहरूले चाहिँ अब यसको भविष्य चाहिँ सुरक्षित होस्, धेरै ठुल्ठुलो छलाङ नमारे पनि। यो चाहिँ अब हुन्छ नि, अब सामान्य परिवारले सोच्ने, सबैको बुवा आमाले सोच्ने कुरा त्यही त हो, एउटा जागिर खाओस्, राम्रो पोस्टमा बसोस् र परिवारलाई चाहिँ सुरक्षित राखोस्, त्यतिसम्म सोच्नुहुन्थ्यो। र उहाँले ठुल्ठुलो सपना चाहिँ देख्नु भएको। हजुर, फ्यामिली सपोर्ट कतिको थियो यहाँलाई यो क्षेत्रमा आउनको लागि चाहिँ, कतिको रह्यो? उहाँहरूले एउटा मौन समर्थन चाहिँ गर्नुहुन्थ्यो होइन, तर पछाडिबाट पुस गर्न चाहिँ उहाँहरूले पनि आफूले पनि सक्नु भएन होला होइन। तर मौन समर्थनले पनि मलाई निकै ऊर्जा दियो। बाल्यकालमा यहाँले भन्नुभयो सानैदेखि पाठमा साइटमा अलिकति गायक पनि बन्छु भन्ने खालको त्यो फिलिङ्स थियो भनेर होइन। कति वर्षको एजदेखि यहाँले गीत गाउनुहुन्थ्यो सानो उमेरमा हुँदा? म लगभग 8-9 वर्षको उमेरदेखि याद छ मलाई, त्योभन्दा अगाडि त याद छैन। मेरो हजुरआमा हुनुहुन्थ्यो, उहाँले नै मलाई यो खालको रस मतलब भित्र निकाल्नमा चाहिँ उहाँले मद्दत गर्नुभएको हो कि जस्तो मलाई लाग्छ होइन। उहाँले गाउनुहुन्थ्यो यो पहाडतिर गाउने सङ्गीनी गीतहरू, उहाँहरूको पालाको त अझै त्यही नै थियो पपुलर होइन, त्यस्तो गाउनुहुन्थ्यो र मलाई भित्र रस चाहिँ त्यहाँबाटै छिरेको हो कि जस्तो लाग्छ। अलिक पछाडि अनि मम्मीहरूबाट पनि यो गीतको सेलेक्सन हुन्छ नि, जस्तै अरुणा लामाको पोहोर साल खुसी फाड्दा, अलिक स्ट्यान्डर्ड गीतहरू चाहिँ मम्मीले मलाई यो सबभन्दा मनपर्ने गीत भन्नुहुन्थ्यो होइन। म सुन्थेँ, त्यो खालको मलाई पनि मन पर्दै गयो। त्यसै गरी भक्तराज आचार्य, नारायण गोपाल, प्रकाश श्रेष्ठ, दीप श्रेष्ठहरू बिस्तारै चिन्दै गयो उमेर सँगसँगै होइन। त्यसरी नै बिस्तारै बढ्दै गयो यो क्षेत्रप्रतिको रुचि। यसले स्ट्रगल चाहिँ कति गर्नु पर्यो यो क्षेत्रमा? अब हामी साङ्गीतिक पाटोतर्फ नै लागौँ। स्ट्रगल त अब सबैले आफ्नो 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 भोगेको हुन्छ होइन, सबैले आफ्नोलाई ठुलो देख्छ। मैले पनि अब
सङ्घर्ष नगरेको पनि होइन, गरेकै छु। अहिले पनि सङ्घर्षकै क्रममा छु होइन, त्यही जारी नै छ। तर पनि मलाई लाग्छ हामीले कथाहरू सुन्छौँ पुराना गायकहरूको, उहाँहरूको कथा सुन्दा चाहिँ मैले धेरै कम स्ट्रगल गरेको छु जस्तो लाग्छ। बिचमा छु होला, अब कोही मभन्दा कम स्ट्रगल गर्ने पनि हुनुहुन्छ, मभन्दा बढी स्ट्रगल गर्ने पनि धेरै हुनुहुन्छ होइन। म चाहिँ अहिले सामान्य सङ्घर्ष त गरेकै छु, तर पनि त्यति धेरै गरेको होइन कि अरूको कथा अनुसार। यहाँको पढाइलाई चाहिँ कसरी अगाडि बढाउनु भयो? पढाइ सँगसँगै यहाँले जब गर्नुभयो अथवा साङ्गीतिक माहौलमा कसरी जम्प गर्नुभयो? अलिकति सुनाउनुहोस् न तपाईँको यात्रा कस्तो रह्यो? सुरुमा अब पढाइ सँगसँगै जब पनि गरियो होइन। काठमाडौँमा म एसएलसी पछाडि काठमाडौँ गएर बसेको हो होइन। म आइए पढ्दा पनि जब गरिरहेको थिएँ होइन। अहिले चाहिँ अब म ब्याचलर जोइन भइसकेपछि म्युजिक लिएर पढ्ने मैले होइन फेरि मौका पाएँ। पहिला चाहिँ अरू सब्जेक्टमै पढ्यो, बाहिर इन्स्टिट्युटहरूमा म्युजिक सिकिरहेको थिएँ र अहिले चाहिँ फेरि कलेजमा पनि म्युजिकै लिएर पढिरहेको छु। अब यो सालदेखि एमएज म सुरु गर्दैछु। अहिले एक्स्ट्रा जब गरिराख्नु भएको छ कि साङ्गीतिक माहौलमै टोटली आफूलाई समर्पित गर्नुभएको छ? पहिला चाहिँ एक्स्ट्रा जब थियो, अरू क्षेत्रको जब थियो होइन। अहिले चाहिँ मैले जब पनि आफ्नै क्षेत्रभित्रको बनाएको छु। जब भन्नाले मैले आफ्नै एउटा सङ्गीत पाठशाला पनि खोलेको छु होइन। त्यसमै अब सिकाउँदा सिकाउँदै आफू पनि खारिने मौका पाइन्छ। त्यसैले मैले क्षेत्र चाहिँ एउटै पारेर काम त गरिरहेको छु। यहाँ गायक हुनुहुन्छ, सङ्गीतकार हुनुहुन्छ, प्लस फाटाफुटो गीत पनि लेख्छु भनेर भन्नुभयो होइन। सो यहाँले पहिलोचोटि लेख्नु भएको गीत, यहाँले गाउनु भएको गीत कुनै एउटा हाम्रो श्रोताको लागि सुनाइदिनुहोस् न। मैले अहिले यो भिडियो पनि बनाएको छु यसको चाहिँ होइन। तिमी मेरी हुन्छौ भने दुनियाँसँग छैन मलाई केही डर। यो एउटा रेकर्ड पनि भइसकेको छ र भिडियो पनि बनेको छ। मेरो पहिलो भिडियो पनि हो यो। अरू पनि मैले गरेको छु तर रेकर्डमा गइसकेको छैन होइन। यो अलिकति सुनाइदेऊ। तिमी मेरी हुन्छौ भने दुनियाँसँग छैन मलाई केही डर। तिमी मेरी हुन्छौ भने दुनियाँसँग छैन मलाई केही डर। कुरा काट्ने काटिरहुन्, ईर्ष्या गर्ने गरिरहुन्। कुरा काट्ने काटिरहुन्, ईर्ष्या गर्ने गरिरहुन्। यो मुटुमा बस्छौ भने दुनियाँसँग छैन मलाई केही डर। तिमी मेरी हुन्छौ भने दुनियाँसँग छैन मलाई केही डर। वाउ, कस्तो मिठो आवाज। यहाँले आफैले लेख्नु भएको गीत? हजुर, यो चाहिँ अब हाम्रो देशमा त बन्दहरू भइरहन्छ होइन। नेपाल बन्दको बेलामा चाहिँ म घर बसिरहेको थिएँ। अब त्यस्तो बेलामा चाहिँ म विशेष त्यसलाई पनि एउटा सृजनशील काममा लगाउँ, घर बसे पनि भनेर गर्ने गर्छु होइन। त्यही उसमा चाहिँ कुन नेपाल बन्दमा हो, हुन चाहिँ धेरै हुन्छ होइन, बिर्सेँ मैले। त्यो बेलामा चाहिँ घरमै बसेर यसो गिटारमा कम्पोज गरेको। हजुर, नेपाल बन्दमा पनि मायाको गीत फुर्यो होइन। हजुर, सङ्गीत पनि आफ्नै, स्वर पनि आफ्नै, गीत पनि आफ्नै। हजुर, असाध्यै राम्रो गीत, असाध्यै मिठो गीत। कार्यक्रममा फेरि पनि यहाँको साङ्गीतिक यात्राको क्रमलाई नै हामी अगाडि बढाउँछौँ। यहाँको यो फर्स्ट गीत थियो कि योभन्दा अगाडि गीत गाइसक्नु भएको थियो? योभन्दा अगाडि मैले गायक, सङ्गीतकार अनि गीतकार पनि उहाँ गायक मनोज राजजीको शब्द सङ्गीत बोलको मान्छेहरूको भिडमा भन्ने एउटा गीत एउटा हुन्छ नि। मान्छेहरूको हरेक आफ्नो कहानी जस्तो लाग्छ। यो भिडमा त सबै हुनुहुन्छ होइन, सबैले आफ्नो जिन्दगी खोज्दै हुनुहुन्छ त्यो भिडभित्र। त्यो खालको सब्जेक्टमा चाहिँ हामीले एउटा गीत बनाएको थियो। त्यो त्यही गीत हो मेरो पहिलो रेकर्ड चाहिँ। भिडमा भन्ने गीत फर्स्ट गीत थियो। औपचारिक रूपमा मैले आफै चाहिँ आफ्नो हुन्छ नि मेरो आफ्नो प्रोजेक्टमा बनेको गीत चाहिँ पहिलो हो। तर पहिला एउटा फुटकर गीतहरू होइन, धेरै खालको गीतहरू चाहिँ मैले काम गरिरहेको थिएँ। भनेपछि त्यो आफ्नो प्रोफेसनल रूपमा आफूले गरेको सङ चाहिँ त्यो थियो? हजुर। त्यो सङबाट कस्तो रेस्पोन्स आयो? त्यो सङको लागि तपाईँले कति स्ट्रगल गर्नुभएको थियो बिचमा? त्यो गीतहरू रेकर्ड हुनुभन्दा अगाडि पनि हामी जमघटहरूमा चाहिँ मनोज राज दाइले पनि मलाई कता कता लिएर जानुहुन्छ होइन। त्यो गीत गाउँदाखेरि चाहिँ यो गीत चाहिँ तिम्रै लागि बनेको हो, तिमीले गाउँदा जति अरू गीत तिमीभन्दा राम्रो गाउने मान्छे होलान् होइन, तर यो गीत चाहिँ तिमीलाई नै तिम्रै लागि बनिएको हो कि जस्तो लाग्छ भन्नुहुन्थ्यो। र पछि रेकर्डिङ पछाडि पनि यो गीत तिमीलाई एकदम म्याच गरेको छ भनेर अरूले पनि धेरैजनाले हामी जमघटमा बस्दाखेरि चाहिँ एकदमै एप्रिसिएट गर्नुहुन्थ्यो।
त्यो गीत निकालिसके पछाडि र अगाडिको जुन तपाईँको जीवन थियो त्यसमा कति फरक भयो, कति परिवर्तन आयो त्यो गीत पश्चात चाहिँ यहाँको जीवनमा? पहिला चाहिँ अलिकति हुन्छ नि रेकर्डिङ नगरिकन चाहिँ अब साथीभाइहरूले चिन्दा पनि काम सुरु गर्दैन, म्युजिकमा लागेर मात्रै के गर्ने होइन भन्ने खालको कमेन्ट गरिरहनुहुन्थ्यो होइन। कोही साथीहरू अब थोरै सिकेर पनि धेरै गीत रेकर्ड गरिसक्ने पनि हुनुहुन्थ्यो। उहाँहरूले पनि रेकर्ड पनि गर्नु पर्यो, यसरी सिकेर मात्रै कहिले सिधिने कुरा पनि होइन यो होइन, सुरु गर्दै गरौँ भनेर यस्तो एक खालको प्रेसर पनि उहाँहरूले दिनुहुन्थ्यो। तर पोजिटिभ उहाँहरूले मेरो लागि शुभचिन्ता नै गर्नुभएको थियो होइन, त्यस्तो हुन्थ्यो। तर यो गीत गाइसकेपछि चाहिँ अब चाहिँ केटाले अब के सुरु गर्यो है, अब एउटा सुरु गरेपछि चाहिँ फेरि कस्तो हुँदो रहेछ भने तुरुन्तै अरू काम गर्नलाई मन पनि अनि यो व्यवहारिक हिसाबले पनि कताबाट जुटिहाल्ने। अब हामी आर्थिक हिसाबले पनि कहिलेकाहीँ अप्ठ्यारो पर्छ कि भन्ने डराइरहेको हुन्छौँ, तर काम सुरु गरेपछि चाहिँ आफै जुट्दो रहेछ क्या कताबाट। एकदमै। यहाँले भिड जुन सङ गाउनु भयो त्यसमा अरू गीत पनि गाउनु भयो कि त्यो एउटा मात्रै गाउनु भएको थियो सिङ्गल? सुरुमा सिङ्गल एउटा गाइसकेर अलिक थोरै प्रतिक्रियाहरू पाइयो होइन, अनि साथीहरूले पनि अलिक पृथक सबै गीतहरूलाई चाहिँ फरक गर्नुपर्छ है, एकै खालको गयो भने चाहिँ फेरि पछि अलि अप्ठ्यारो हुन्छ भन्ने खालको सजेसनहरू दिनुभयो। पहिला चाहिँ यहाँले यो साङ्गीतिक यात्रा गायनबाटै सुरुवात गर्नुभएको हो कि गायन सँगसँगै सङ्गीतलाई पनि अगाडि बढाउनु भयो? होइन, सुरुमा मेरो गायनै हो। म स्टुडेन्ट पनि गायनकै हो होइन, अनि त्यसबाट गायनकै अब सिक्ने कुराहरू प्र्याक्टिस गर्दै जाँदाखेरि धुनहरू आफै निक्लिने त्यो अनुभवले नै बिस्तारै आफै डोर्याउँछ क्या सङ्ग कम्पोजर बन्नलाई पनि। हाम्रो देशमा अथवा बाहिरै पनि प्रायः सबै पहिला सुरुमा भोकलकै विद्यार्थी हुनुहुन्छ। त्यो लाइन त एउटै हो होइन, त्यहाँ छिरिसकेपछि चाहिँ कोही कम्पोजर बन्नुहुन्छ, भोकल छोड्नु पनि हुन्छ, कोही भोकल सँगसँगै होइन कम्पोजलाई पनि अगाडि लानुहुन्छ, कोही गीत पनि लेख्न थाल्नुहुन्छ क्या। त्यो अनुभवले त्यो एउटा क्षेत्रभित्र छिरेपछि त्यो अहिलेसम्ममा कतिवटा गीत गाउनु भयो? मैले रेकर्ड चाहिँ अहिले 3वटा चाहिँ फाइनल भइसक्यो होइन, मिडियाहरूमा पनि बज्न थालिसकेको छ। अहिले अरू 2वटा गीतहरू चाहिँ रेकर्डिङको क्रममा छ, अहिले एरेन्ज भइरहेछ। कतिको सन्तुष्ट हुनुहुन्छ आफ्नो लाइफबाट, यो साङ्गीतिक यहाँको जीवनबाट? यस्तो छ, मैले कामै ढिलो गरेको होइन, सबै मैले भर्खर मात्रै सुरु गरेको छु र अब मैले एकैचोटि ठुलो एक्सपेक्ट गर्नु पनि मेरै लागि घातक हुन्छ। त्यो पनि जस्तो अब यति राम्रो गीतहरू गाउनु भएको छ, यहाँले यति राम्रो सङ्गीत गर्नु भएको छ, यो गीत अनुसार यहाँले जुन गरेको स्ट्रगल अनुसार त अझ धेरै हिट हुनुपर्ने होइन र? मलाई त्यस्तो लाग्दैन होइन, अब आफूले पनि टाइम कम दिएको हो कि होइन, मिडियाहरूमा अलिकति आफू पनि लोयल भएर सबैतिर जानु पर्ने हुन्थ्यो होला है। म पनि अलिक कम खटेको अवस्था हो, म आफू अरू काममा पनि बिजी भएर हो होइन। यो गीतको लागि मात्रै टाइम धेरै दिन नसकेको पनि हुनसक्छ, तर पनि म सन्तुष्ट छु। सुरु हो, भर्खर 2-3वटा गीत निकाल्दाखेरि चाहिँ धेरै म स्टार हुन्छु भन्ने सोच्दाखेरि चाहिँ लामो यात्रा नहुन सक्छ, छोटो यात्रा हुनसक्छ नि त। यो एउटा भनाइ पनि छ क्या, गायक मेहदी हसनले भन्नुभएको थियो अरे क्या, एउटा वो कहाँ गए जो आँधी की तरह आए और तूफान की तरह चले गए। छिटो समयमा आएर छिटै हराउनु भन्दा बरु बिस्तारै आएर सधैँभरिको लागि लामो रेसको घोडा हुनु चाहिँ राम्रो जस्तो लाग्छ मलाई, त्यही भएर म अतालिएको छुइनँ। हजुर, एकदमै राम्रो विचार। यहाँले गाउनु भएको फर्स्ट सङ जुन थियो भिडमा, यो सङ अलिकति हाम्रो श्रोताको लागि गाइदिनुहोस् न। आज भोलि डराउँछु म हर दिन उठेर हराउँछु म छातीभरि चाहना लिएर लाखौं लाख बहाना लिएर भिडमा मान्छेहरूको भिडमा मान्छेहरूको भिडमा मान्छेहरूको भिडमा मान्छेहरूको भिडमा
वाउ कस्तो मिठो आवाज यहाँको जुन आवाजमा एउटा थ्रिलिङ जुन हुन्छ एकदमै मिठो असाध्यै मिठो कति रियाज गर्नुभयो यहाँले संगीत पहिला सिक्नुभयो कि अब अहिले त एउटा एज एउटा संगीत प्रशिक्षकको रूपमा हुनुहुन्छ हैन त्योभन्दा अगाडि यहाँले संगीत पनि सिक्नुभयो 2064 सालदेखि होला मैले सुरु गरेको हैन 4-5 जना गुरुजीहरू पनि हुनुहुन्छ मेरो दार्जिलिङको कैलाश राई त्यस पछाडि गुरुदेव कामत सरसँग त्यस पछाडि फेरि इन्डियन एम्बेसीले सिकाउनुहुन्थ्यो त्यहाँ स्कलरसिप दिएर हैन त्यहाँ एउटा दिल्लीको गुरु पनि हुनुहुन्थ्यो गुरुजी इन्दु प्रकाश त्रिवेदी भन्ने गुरु हुनुहुन्थ्यो उहाँहरूसँग अनि मैले लाइट एउटा गीत भित्र हुने एउटा हुन्छ नि अर्को फरक कुरा हो फेरि लाइट म्युजिक त्यो चाहिँ मैले जगदीश समाल सरसँग पनि सिक्ने मौका पाएको थिएँ जस निरन्तर गरि नै राखेको छु बीचमा अलिअलि ग्याप पनि भयो 1-2 वर्ष तर पनि घरको प्र्याक्टिस चाहिँ कहिले छुटेको छैन सो एउटा राम्रो सिङ्गर बन्नको लागि जन्मसिद्ध नै गायक भएर आउँछन् जन्मसिद्ध नै त्यो स्वरको क्वालिटी हुन्छ कि सिकेर हुन्छ कि कस्तो कतिपय कुराहरू सिकेर पनि आउँछ हैन कतिपय कुरा चाहिँ गड गिफ्टेड पनि हुन्छ हैन भगवानले पनि केही कुरा दिएको छ र त्यसलाई सिकेर माझ्ने चाहिँ कुरा हुन्छ हैन त्यसलाई टल्काउने मस्काउने सिकेर केही हदसम्म हुन्छ भगवानले दिएको पनि केही कुरा चाहिँ चाहिन्छ जस्तो लाग्छ मलाई सो यहाँले संगीत विद्यालय खोल्नु भएको चाहिँ कति भयो 4 वर्ष भयो मैले 4 वर्ष भयो अहिले जुन सिकाउने ठाउँ छ त्यो चाहिँ कुन ठाउँ काठमाडौँमा काठमाडौँको भाटबटेनी बालुवाटार भन्ने ठाउँ छ हजुर त्यहीँनेरि भनेपछि टोटली समय तपाईले त्यही खर्च गर्नुहुन्छ म मेरो पढाइ आफ्नो पढाइ बाहेकको बिहान बेलुका चाहिँ पार्ट टाइम जस्तै हजुर गर्छु दिउँसो चाहिँ अब यो म्युजिकको क्लास अलिकति माहौल यो दिउँसोको वातावरणमा अलिकति मजा पनि आउँदैन हैन बिहान बेलुका चाहिँ म त्यहाँ क्लास गराउँछु हजुर अब हामी यहाँको मायालु जीवनको पाटोतर्फ लागौँ हैन योगेन्द्र उपाध्यायको फर्स्ट लभ कहिले कहाँ अनि कति वर्षको एजमा यहाँले फिल गर्नुभएको थियो यो त अब इतिहासै भयो हैन सानोमा अब एक खालको त्यो निश्चल प्रेम हुन्छ नि 2-3 क्लास पढ्दा होला त्यो कस्तो खालको प्रेम हो मलाई अहिले तर एक खालको बेग्लै अनुभूति हुन्छ त्यसमा कुनै स्वार्थ हुँदैन एकदम त्यो एकदम निश्चल निस्वार्थ खालको प्रेम त्यो खालको प्रेम सायद हुँदैन होला कसैको मतलब कुनै एजमा पनि त्यस्तो खालको एक खालको आकर्षण एकजनासँग भएको थियो 3 क्लासमा पढ्दा 2 पनि हुन सक्छ त्यो है 2-3 यस्तैमा हो त्यतिकै बिस्तारै बिस्तारै अब त्यो कम्युनिकेसन ग्याप हुँदै गयो हैन उहाँ कता जानुभयो के भयो त्यस पछाडि बिस्तारै बिर्सेँ मैले हैन अनि 8-9 क्लासमा पढ्दा म स्काउटमा हुँदाखेरि फेरि अर्को हुन्छ नि त्यो बिर्सिसकेको जस्तो त 3 क्लासमा पढ्दाखेरि तपाईलाई अलिकति भए पनि केही न केही तपाईको आँखामा वरिपरि एट्र्याक्सनको एउटा फिलिङ्स फिल भएको थियो यहाँलाई हैन त्यो चाहिँ कसरी कस्तो थियो त्यो माहौल अनि त्यो मलाई त्यति साह्रो याद छैन सबै हैन तर अहिले पनि त्यो कुरा चाहिँ याद छ मैले यो मान्छेलाई चाहिँ त्यति बेला बाल्यकालमा हुँदा उहाँको फेस अहिले याद आउँछ यहाँलाई त्यति बेलाको त्यो फेस अलिअलि याद आउँछ अलिअलि याद आउँछ भनेपछि कति समयसम्म हैन म चिन्जान त अहिले पनि हाम्रो कुराकानी त भइरहन्छ हैन फेसबुकमा धेरै ग्याप पछाडि गफ पनि हुन्छ तर उहाँ आफ्नै ठाउँमा 3 क्लासमा हुँदा चाहिँ कति लामो भएको थियो र 4-5 त्यो लभ नै नहुन पनि सक्छ हैन तर हामी सँगै हिँड्दाखेरि सँगै खेल्दाखेरि हैन मलाई चाहिँ धेरै आनन्दको अनुभूति हुन्थ्यो तर त्यो त्यतिकै भयो त्यसरी आफै कम्युनिकेसन घट्दै गएपछि फेरि आफै जाँदै गयो हजुर क्लासको कुरा गर्दै हुनुहुन्थ्यो त्यस पछाडि अलिक ठुलो भएपछि हैन त्यो लगभग 8 मा पढ्थेँ होला म त्यतिखेर स्काउटकै क्रियाकलापहरूमा पनि अर्को एकजना मतलब साथीसँग त्यस्तो खालको आकर्षण भयो हैन त्यो पनि निश्चलै थियो त्यतिखेर पनि त्यस्तो हुन्छ नि धेरै कुरा बुझिसकेको पनि थिइनँ त्यो खालको आकर्षण भयो बिस्तारै उहाँसँग पनि त्यस्तै भयो हजुर जस्तो उहाँको चाहिँ के मन परेको थियो यहाँलाई केबाट अलिक के कुराले चाहिँ अलिकति एट्र्याक्ट गर्थ्यो त्यही त मैले भने निस्वार्थ अथवा कुनै एउटा आँखा नाक हैन त्यस्तो कुरा भन्दा पनि चाहिँ सङ्गत गर्दा कहीँ घुम्न जान पाउँदा हैन मिसहरूले कहिलेकाहीँ कतै पठाउनु भयो भने चाहिँ उसँग जान पाए हुन्थ्यो भन्ने खालको भावना हैन गयो पनि जस्तै मैले भनेपछि उसले पनि मान्ने के अनि सानोको हो हुन्छ हैन र पनि त्यो बेलामा एक खालको आनन्दको अनुभूति हुन्थ्यो र पछि सम्झिँदाखेरि पनि त्यो कुराहरू चाहिँ आनन्द लाग्ने हैन त्यस्तो चाहिँ भयो फेरि बिस्तारै उहाँसँग पनि त्यस्तो ग्याप भयो तर त्यो
त्यस्तो हुन्छ नि पछिसम्म चाहिँ हामी यसरी जाने भन्ने खालको कुराकानी गर्न सक्ने अवस्थाको पनि दुईजनै थिएनौँ क्या। हजुर जस्तो अब त्यति बेला अब लेटर सेटर लेख्ने यसो किताबहरूमा साथीहरूले जिस्काउने त्यस्तो खालको चाहिँ हुन्थेन? त्यस्तो थिएन, हामी नजिकै थियौँ होइन, नजिकै भएपछि सङ्गत पनि म सायद गरि नै रहेको थिएँ। भनेपछि उहाँ तपाईँको क्लासमेट हुनुहुन्थ्यो? हजुर। अनि एकजना चाहिँ हुनुहुन्न थियो, पछिको चाहिँ मभन्दा अलिक जुनियर हुनुहुन्थ्यो, तर स्काउटमा हाम्रो भेटघाट हुन्थ्यो होइन। भनेपछि 8 क्लासमा पढ्ने चाहिँ क्लासमेट हुनुहुन्थेन? 3 क्लासमा पढ्ने चाहिँ क्लासमेट हुनुहुन्थ्यो? त्यसरी हुन्थ्यो होइन। त्यो एक खालको पछि सम्झनाको लागि चाहिँ रमाइलो लाग्ने खालको। हजुर जुन त्यो 8 क्लासमा पढ्दाखेरि जुन एट्र्याक्सन थियो तपाईँहरूको बिचमा होइन, त्यो चाहिँ कति वर्षसम्म तपाईँलाई फिल भइराख्यो अलिकति नजिक भइदियो हुन्थ्यो, सँगै हामी घुम्न पाएँ खेल्न पाएँ? म एसएलसी दिएर काठमाडौँ गएपछि पनि उहाँ पुगेपछि पनि अलिकति जस त्यो उहाँसँगको सम्झनाहरू चाहिँ म सम्झिरहन्थेँ होइन। साथीहरूलाई पनि त्यो कुराहरू चाहिँ गर्थेँ। बिचमा चाहिँ कस्तो छुट्नु भयो? एसएलसी दिएर छुट्नु भएको हो? यस्तो छ, एसएलसी दिएर म उहाँ पुगेँ होइन, उहाँ पढ्न थालेँ। एकपल्ट मलाई होमसिक पनि भयो, एकपल्ट सुरुमा जाँदाखेरि मान्छेहरूलाई घर एकदम मिस गरेको अनुभव पनि हुन्छ, त्यो सबैले गर्नुहुन्छ। र म तुरुन्तै घर पनि आएँ होइन, घर आएँ फेरि भेटघाटहरू पनि भयो। अनि फेरि गएपछि चाहिँ मैले चिठी एउटा लेखेको थिएँ क्या उसको लागि चिठी लेखेको थिएँ। त्यतिखेर चाहिँ मोबाइलहरू त्यति साह्रो भइसकेको थिएन। अनि चिठी लेखेर मैले साथीहरूलाई दिएको पनि थिएँ। चिठीमा चाहिँ के लेख्नु भएको थियो तपाईँले? त्यो हुन्छ नि हरेक सबै भावनाहरू त्यतिखेर चाहिँ म अलिक बुझ्ने भएको थिएँ होला, मैले अलि पछिको योजनाहरूको। अब एसएलसी पढ्ने मान्छेले त केही न केही त अलिअलि त बुझिहाल्छन् नि होइन। त्यसमा चाहिँ मैले अहिले पनि याद छ, त्यो म यदि हनुमान भइदिएको भए म छाती चिरेर देखाइदिन्थेँ होइन, तिमी मेरो मनमा बसेको छौ, यस्तो खालको एउटा हुन्छ नि मान्छेलाई अलिकति उ गर्ने खालको एक दुईवटा कुराहरू लेखेर पठाएको पनि थिएँ उसलाई टच गर्ने गरी। हजुर हजुर त्यो चाहिँ याद छ क्या मलाई। अरू पनि एक दुईवटा प्लस गरेको थिएँ। त्यो चिठी चाहिँ कस्तो भएछ भने साथीहरूले पनि दिन पाउनु भएन छ क्या, उहाँहरूले पाउनु भयो, पुर्याउन पाउनु भएन, अलिकति टाढा बसाएको थियो। त्यस पछाडि बिस्तारै बिस्तारै उहाँको बिहा नै भएछ होइन। विवाह भइसकेपछि फेरि यस्तो छ, यो त्यतिखेर त्यत्रो एकदम धेरै डिपमा गएको थिइनँ कि म होइन, त्यतिखेरको लागि चाहिँ म डिपमै थिएँ होला। अहिले सोच्दाखेरि चाहिँ त्यस्तो डिपमा थिइनँ होला, किनभने समय सँगसँगै बिस्तारै मैले नै बिर्सिँदै गएँ। भनेपछि तपाईँले उहाँलाई चाहिँ माया गर्नुभएको थियो? एकदमै। उहाँको प्रतिक्रिया चाहिँ कस्तो थियो? उहाँले पनि तपाईँलाई म साँच्चै नै माया गर्छु भन्ने कुरा गर्नुहुन्थ्यो? हाम्रो त्यही त, अब जतिखेर चाहिँ हामी एकदम सँगसँगै हुन्थ्यौँ त्यो बेलामा हामी कुरा त्यस्तो खालको गर्दैनथ्यौँ। तर पनि मलाई उहाँसँग मैले भन्ने बित्तिकै उहाँले जहाँ जान पनि तयार होइन। त्यो हुँदाखेरि चाहिँ एक खालको मौन समर्थन जस्तो मलाई लाग्थ्यो होइन। तर पछि एकदम औपचारिक रूपमा चाहिँ ओके भन्ने खालको वातावरण हुनुपर्ने अवस्थामा चाहिँ फेरि त्यो पुग्दै पुगेन र पछि उहाँको बिहा भएछ होइन। त्यो पनि अब उहाँले अब आफ्नो परिवारले अब नेपाली समाजमा त होइन बिहा गरिदिएपछि कतिपय नारीहरूले त आफ्नो कुरा राख्न पनि सक्नुहुन्न, त्यतिकै हुन्छ होइन। सायद त्यस्तै भएको हो कि जस्तो चाहिँ लाग्छ। तर पनि पहिलोचोटि तपाईँले आफूले माया गरेको मान्छेको विवाहको खबर सुन्दाखेरि कस्तो फिल भयो यहाँलाई? होइन त्यतिखेर चाहिँ म एकदम निराश पनि भएँ होइन। म सँगसँगै अर्को साथी पनि थियो, मेरो ठाउँबाटै गएको साथी, तर उसले सम्झायो क्या मलाई, यस्तै हो यो 2-4 दिनको आकर्षण हो होइन, बिस्तारै समय सँगसँगै बिर्सिहालिन्छ, केही छैन भनेर सम्झाए पनि। र मलाई थोरै गाह्रो चाहिँ भयो मनमा, तर बाहिर देखाउन चाहिँ देखाइनँ मैले। र बिस्तारै मैले पनि अहिले यसो सम्झिँदाखेरि त्यो म इनोसेन्ट रहेछु त्यतिखेर जस्तो चाहिँ लाग्छ। अहिले चाहिँ म होइन जे हुन्छ राम्रोको लागि हुनसक्छ। उहाँसँग भेट हुन्छ तपाईँको अहिले? उहाँसँग चाहिँ अहिले भेट भएको छैन, पछिल्लो समयमा त्यो बिहा भएदेखि नै भेट भएको छैन। कम्युनिकेसन तपाईँले 3 क्लासमा पढ्दाखेरि सँगको चाहिँ भेट हुन्छ अहिले? उहाँसँग चाहिँ भेट हुन्छ। त्यो बच्चा बेलाको सँग चाहिँ भेट हुन्छ? कसरी भेट भयो अनि कसरी चिन्नु भयो उहाँ नै हो भनेर? होइन सबै नाम थर सबै थाहा छ, अनुहार पनि थाहा छ होइन। बिस्तारै त्यो त्यतिखेरको बेलादेखि नै मतलब वाच चाहिँ भइरहेको थियो नि त, मैले उसलाई चाहिँ यसरी मन पराउँथेँ त्यो टाइममा भन्ने थाहा छ। र जुन त्यो बिचमा 8 क्लासको जुन साथी हुनुहुन्थ्यो त्योभन्दा अगाडि 3 क्लासकोलाई माया गरेको थियो नि त होइन? पछि उहाँलाई उहाँसँग माया गर्दाखेरि पनि उहाँलाई चाहिँ देखिराख्नुहुन्थ्यो? होइन देखिरहने होइन, याद चाहिँ थियो मलाई होइन, तर धेरै नजिक चाहिँ थिएनौँ। अब त्यतिखेर फेसबुकहरू अहिलेको यो सञ्चार माध्यमहरू
त्यति बढी थिएन र अहिले भर्खर त भएको होइन अहिले चाहिँ फेसबुकमा सर्च गर्नुभयो कि के हो? अहिले चाहिँ हाम्रो राम्रो गफ हुन्छ जस एक खालको हाम्रो फोटोहरू लाइक गर्ने कमेन्ट गर्ने म पनि उहाँको परिवारको लाइक गर्ने कमेन्ट गर्ने गर्छु होइन त्यस्तो हुन्छ त्यो जस अहिले सम्झिँदाखेरि अलिअलि हाँस पनि उठ्छ होइन त्यो खालको त्यो बेलामा मात्रै त्यस्तो भयो जस्तो अब तपाईँले 8 क्लास पढ्दाखेरि माया गर्नुभएको एसएलसी सम्म अब कन्टिन्यू चलिरह्यो उहाँको अफेयर होइन सो बिचमा आफ्नो प्रेमिकाले विवाह गरेर अर्कैसँग जानुभयो अहिले उहाँको बारेमा के गर्दै होला भनेर यसो सम्झना आउँदैन कहिले काहीँ घरिघरि? आउँछ त्यो आउँछ होइन तर हुन्छ नि त्यस्तो अब म उसको हुन सकिनँ भन्ने खालको एकदम ट्रेजेडी फिल हुँदैन अलि प्र्याक्टिकल भयो व्यवहारिक भयो होइन अहिले चाहिँ त्यस्तो खालको अनुभव हुँदैन अलिअलि हाँस पनि उठ्छ र अलिअलि आनन्द पनि आउँछ त्यो बेलाको एउटा निश्चल प्रेम होइन हजुर हाम्रो एकजना गायक उहाँको नाम बिर्से उहाँले इन्टरभ्यूमा भन्नुभएको थियो जति केटीसँग लभ पर्छ त्यति गीत गाउन आउँछ भन्नुहुन्थ्यो होइन यहाँलाई चाहिँ त्यस्तो हुन्छ कि हुँदैन? होइन एउटा सब्जेक्ट निकाल्न चाहिँ सकिन्छ त्यहाँबाट होइन जस्तै फाइदा सब्जेक्ट अब हामीले आफ्नो जीवन मात्रै होइन मलाई चाहिँ कस्तो लाग्छ भने कोही बाटोमा दुःख पाइरहेको मान्छे हुन्छ नि उसलाई हेरेर उसको जीवनमा उसको एङ्गलबाट छिरेर पनि हामी गीत लेख्न सक्छौँ होइन त्यस्तै त्यो गर्लफ्रेन्डहरूको कुराहरूमा पनि उहाँले चाहिँ त्यो अनुभव गरेको हुनसक्छ उहाँको आफ्नै घटना धेरै भयो होला होइन त्यहीँबाट बनाउनु भयो होला मेरो चाहिँ त्यति धेरै चाहिँ छैन आफ्नो घटना जस्तो तपाईँको प्रेमिकाले विवाह गरिसके पश्चात यहाँ त साङ्गीतिक क्षेत्रमा पनि अलिअलि त्यति बेला गीत गाउनुहुन्थ्यो सानैदेखि 9 क्लासदेखि नै गाउँथ्यो भन्नुभयो यहाँले होइन म गीतहरू चाहिँ स्कुल लेभलमा हुँदाखेरि गाउँथेँ यहाँले त्यति बेला चाहिँ उहाँको प्रेमिकालाई अथवा त्यही कुरालाई सम्झेर गीतहरू बनाउनु भएको छैन? अहिलेसम्म छैन तर एउटा यो तिमी मेरी हुन्छौ भन्ने छ नि यो गीत चाहिँ एक खालको जसलाई पनि कोही आफूले एकदम मन पराएको मान्छे यदि मेरो भइदिए भने अथवा मसँग छ भने चाहिँ म संसार जित्न सक्छु भन्ने खालको एउटा भावना हुन्छ नि अब त्यो खालको भावनामा चाहिँ छिरेर लेखेको हो यो चाहिँ अघि त्यस पछाडि चाहिँ यहाँको जीवनमा को आउनु भयो? त्यस पछाडि मैले ब्याचलर पढ्दै गर्दा होइन मेरो दाइले बिहा गर्नुभयो होइन दाइले गरेपछि मेरो पनि बिहा गर्ने कुराहरू चाहिँ भयो अनि भाउजूबाट चाहिँ भाउजूको साथी हुनुहुँदो रहेछ उहाँले चिन्जान गराइदिनु भयो र होइन एकअर्कालाई चिन्ने मौका 6-7 महिना होइन 1 वर्ष लगभग चाहिँ फोनबाट होइन गफहरू भएर अन्तिममा हाम्रो बिहा पनि माघी विवाह भयो बिहे पनि भयो हजुर के मन पर्यो जोसँग विवाह गर्नुभयो श्रीमती अहिले यहाँको हुनुहुन्छ सो के मन पर्यो थियो केबाट चाहिँ अलिकति ट्र्याक्ट हुनुभएको थियो यहाँ? उसको एउटा अन्डरस्ट्यान्डिङ हुन्छ नि म म्युजिकमा लागेको मान्छे हो मेरो साथीहरू धेरै हुन्छ होइन अनि कहिलेकाहीँ साथीहरूसँग धेरै टाढा पनि जानुपर्छ प्रोग्रामको सिलसिलामा हिँड्नुपर्छ होइन हो त्यो सबै कुराहरू गर्दाखेरि चाहिँ ऊ चाहिँ अन्डरस्ट्यान्डिङमा आउने खालको जस्तो मलाई लाग्यो होइन राम्री पनि छ मैले देखेँ एकदम राम्री हुनुहुन्छ मन पनि त्यो हिसाबले पनि मन पर्यो होइन अनि त्यही हो मेरो आफ्नो परिवार र उसको परिवारको पनि एउटा लेभल लगभग मिल्ने भएकोले चाहिँ मैले ऊ मेरो लागि हो कि भन्ने लाग्यो हजुर जस्तो 1 वर्षसम्म 6 महिनासम्म यहाँहरूले एकअर्कालाई चिन्नुभयो मजाले होइन त्यति बेला यहाँले मेरो योभन्दा अगाडि एकजना केटीलाई म मन पराउँथेँ भनेर चाहिँ भन्नुभयो कि भन्नु भएन? भनेको छु मैले भन्नुभयो त्यो बच्चाको बेलाको भनेको छु बच्चाको बेला चाहिँ भन्नुभयो 3 क्लासको दुइटै भनेको दुइटै बच्चाको बेलाको मेरो लागि चाहिँ अहिले सम्झिँदा चाहिँ 10 क्लाससम्म मान्छे बच्चै हुन्छ हजुर आफ्नो श्रीमतीको 3वटा क्वालिटिज भन्नुपर्दा के चाहिँ मनपर्छ असाध्यै धेरै 3टा कुरा? अलि रिसाउँदैन मेन होइन एउटा भयो राम्री छ 2टा भयो अर्को चाहिँ ऊ जस्तो समयमा पनि एडजस्ट हुन सक्छ क्या जस्तै कहिलेकाहीँ अब बाटोमा हिँड्दा अभर परियो होइन बाइक पम्चर भयो मानौ भने ऊ ठेल्नु पर्यो भने नि घचेड्न तयार हुन्छ होइन अब कहीँ गएर अब राम्रो होटलमा प्रोग्रामहरू भयो होइन त्यहाँ बसेर सँगै 1-2वटा गीतहरू गाउँ भन्नु भने नि ऊ गाउन पनि सक्छ होइन ऊ तयार हुन्छ क्या हरेक ठाउँमा एडजस्ट हुन्छ त्यस्तो पनि मनपर्छ हजुर अब म्याक्सिमम श्रीमतीदेखि बाहेक अब अन्य छोरी मान्छेहरूसँग पनि सङ्गत गर्नुपर्छ आफ्नो सहकर्मीहरू हुन्छन् अन्य सङ्घ संस्थामा विभिन्न क्षेत्रमा आबद्ध भइसके पछाडि होइन छोरी मान्छेको के कुराले यहाँलाई एकदमै छिटो प्रभावित बनाउँछ? मलाई चाहिँ अब छोरी मान्छेको सुरुमा चाहिँ प्रेजेन्टेसन हुन्छ नि उसले मान्छेसँग गर्ने सुरुको बोलाइ ठिक्क व्यवहार गर्छ ठिक्क बोल्छ कम पनि होइन बढी पनि होइन त्यो बोलीबाट चाहिँ म प्रभावित हुन्छु कार्यक्रमको लगभग हामी अन्तिम चरणतर्फ आइसकेका छौँ होइन सो अलिकति के कुरा सोधौँ अहिलेको बेलामा ज्योतिषमा एकदमै धेरै मान्छेले विश्वास गर्ने होइन विवाह गर्दाखेरि पनि ज्योतिषलाई देखाएर गर्ने 3-4 वर्ष लभ
भएको जुन अफेयर चलेको हुन्छ उहाँहरू बीचमा पनि ज्योतिषले भनेको चिना मिलेन भनेर पनि छोडेका घटनाहरू धेरै हुन्छन् हैन यो कुरामा कतिको विश्वास गर्नुहुन्छ तपाईँ पछिल्लो समयमा धेरै यो ज्योतिष शास्त्रहरू वास्तुशास्त्रहरू यो खालको कुराहरू अलिकति फेसन जस्तो पनि भएको छ हैन मैले पनि अनुभव गरिरहेको कुरा हो त्यति साह्रो भन्नाले म विश्वासै नगर्ने मान्छे हो खासमा तर पनि अब कहिलेकाहीँ बाध्यता हुन्छ मेरो दाजु मेरो आफ्नै दाइ पनि ज्योतिष हो क्या तुलसी भारद्वाज उहाँ सगरमाथा टिभीमा पनि कार्यक्रम चलाउनुहुन्छ अनि 4-5 वटा अरू एफएम च्यानलहरूमा पनि बोल्नुहुन्छ आफ्नो घरमा भएकोले गर्दा पनि होला अब हाम्रो कार्यक्रमहरूमा चाहिँ मेरो बिहा गर्ने बेला नि उहाँले चाहिँ हेर्नुभएको थियो क्या त्यो मार्क्स हुन्छ अरे क्या त्यसमा चाहिँ दुईजनाको जुदाउँदाखेरि कति आउँछ भनेर त्यो खोइ कति यो 24 भन्दा तल आयो भने चाहिँ नगर्नु भन्ने हुँदो रहेछ तपाईहरु कति आथ्यो त्यतिबेला त्यसमा 28 आएको रहेछ 28 आथ्यो अनि राम्रो भन्ने खालको कुरा पनि भयो तर त्यसमा मलाई लाग्छ त्यो मार्क्स कम भएको भए पनि बिहा चाहिँ गर्थे होला म त्यस्तो मन परेको थियो यहाँलाई मन पर्यो भन्नाले एक खालको मसँग मेरो लेभलसँग मिल्ने हुन्छ नि लेभल त मिल्नु पर्यो नि मैले म भन्दा माथिको मान्छे हेरेर हुँदैन कतिपय मान्छेहरूको विवाह नहुने कारण पनि यो हुनसक्छ होइन आफूले आफ्नो लेभलमा बिर्सिने के आफ्नो लेभलभन्दा धेरै माथिको हेर्ने अनि उसले त आफूलाई हेर्नु पर्यो नि फेरि त्यस्तो हुनसक्छ त्यही भएर मेरो लेभलसँग म्याच खाएको हुनाले चाहिँ मलाई मन पर्यो हजुर सो हरेक मान्छेको गायक बनिसके पछाडि एउटा राम्रो घर बनाउने काठमाडौँमा गाडी किन्ने भन्ने खालको सपना पनि धेरैले सजाउनुहुन्छ हैन यो सांगीतिक माहौलमा लागेर अहिलेको जमानामा यो सपना